यत्न रुक्यो फेरि पोल्तिर गरेर जाम पर्छ, त्यहाँ रुक्यो फेरि पोल्तिर गरेर जाम पर्छ। कस्तो भयो अहिले? ठिक छ नि जानलाई? अहिले त ठुलुवा त उब्रिनी पुग्ने। मामाको लास्टै डर छ यार काठमाडौँमा। हेलो साथी, यो नमस्ते है नमस्ते। थावलकले लङ टाइमपछि फेरि भिडियो लिएर आइसक्यो। आमामा कहाँ हरायो, के गर्यो भयो, के गर्यो होला भन्ने भयो होला। अनि आज त पुरा क्लियर आयो होला नि त, भिडियो साइटहरू ल्याएन होला। मोबाइल यस्तो खत्तम भयो, मोबाइलबाट बनाएको त झेउ लाग्यो कि। अनि त्यहाँ पछाडि यो चाहिँ गोप्रो है, मैले चाहिँ घर आएर मगाएर, मेरो भाइको चाहिँ अब यहाँ काठमाडौँ छ नि त तालिम, अनि काठमाडौँ आएको थियो, अनि हिजो आएको थियो, हिजो गएर अनि लिएर आएर टक्क थाहा फेरि हाजिर भइसकेको छ है। धेरैको बोल्दाखेरि त गाह्रो हुने हो। 28 गते आएको हामी, आज कति गइगयो? 4 गइगयो भनेपछि होली चाहिँ हजुरहरूको के कस्तो भयो है? मैले होलीको भिडियो चाहिँ लिएन, हाम्रो चाहिँ ठुलोवाला हस्पिटल यताउता गर्दा गर्दै, अनि त्यसले गर्दाखेरि यो होली यताउता भन्ने कुरा दिमागमा नि आएन, भिडियो पनि गराएन। हस्पिटल त्यस्तै थियो। मैले दिउँसोबाट बनाउँथ्यो, यस्तो बवाल घाम लाग्यो होइन। अब गर्मी चाहिँ सुरु भइसक्यो कि हाम्रो यता। हेर्न काठमाडौँ सिटी, म सबसे टपमा है, घरको छतमा आएर बोलिरहेको काठमाडौँ सिटी हेर्न। यो हो नि त। अनि त्यही हो, अब हाम्रो चाहिँ अब ठुलोवालाई के भयो कसो भयो भन्नु होला है। हाम्रो चाहिँ ठुलोवाला चाहिँ हाम्रो घर लिएर आइसक्यौँ है। हाम्रो चाहिँ हस्पिटलले डिस्चार्ज गरिदिइसक्यो। अनि हाम्रो पहिला चाहिँ छातीको थियो, छातीको गएर अनि हड्डीको चाहिँ पछि गरे पनि हुन्छ भन्ने भयो। अनि त्यहाँ पछाडि डिस्चार्ज गर्थ्यो। अनि हाम्रो चाहिँ अब अपरेसन हो, अब अपरेसन हड्डीहरूको अपरेसन चाहिँ हाम्रो बुधबार बोलायो होइन। त्यति बेला जानुपर्ने हुन्छ चट्टसँग। अब थाहा भ्लगले होइन काठमाडौँ सिटी हल्लाइदिन्छ। अब काठमाडौँको भिडियो ल्याइरहन्छ होइन, बवाल भिडियो ल्याउँछ। अब भोलिदेखि नै सुरु हुन्छ। आज चाहिँ म दाइको हेलमेटमा होइन टक्क गोप्रो फिट गर्नको लागि, त्यो के भन्छ गोप्रो होल्डर भन्छ के भन्छ होइन, त्यो ल्याउनु जाँदैछु। अब चाहिँ म अहिले चाहिँ बिहान उठेर अनि टक्क कभर सपडा धोएर होइन टक्क आज छतबाट सुरु गरिदिउँ न त, काठमाडौँ सिटी देखाएर अनि सुरु गरिदिउँ त आज भिडियो भनेर नि टपमा आएर भिडियो बनाइदिएको म त। त्यही हो, अब हामी चाहिँ टक्कसँग होइन कभर सपडा धोइ यताउता भइगयो। अब हाम्रो चाहिँ टट्टै होल्डर यो उसमा लाग्ने के हेलमेटमा लाग्ने होल्डर लिनको लागि निकालिन्छौँ। हाम्रो ठुलोवाला देखाउँछु के कस्तो हुनुहुन्छ भन्नु होला। ठुलोवा त ओहो ठुलोवा पोतिदिनु र एउटा कस्तो भयो ठुलोवा? हजुर पो आउनु रहेछ हौ ठुलोवा, कस्तो भयो अहिले? ठिक छ नि जानलाई? अहिले त ठुलोवा त उफ्रिने कुद्ने अझै गर्ने हुनु भएन, अब दिनपछि हुनुहुन्छ त्यो पनि होइन। हामी चाहिँ हिजो आएको असलदेखि। त्यही हो साथी हो। अब चाहिँ हाम्रो टक्क यहाँ काठमाडौँको अहिले दिन त फाँडी भिडियो ल्याउनु पर्ने हुन्छ ठुलो। अनि अहिले चाहिँ हाम्रो यहाँ नानीहरू भान्जाहरू चाहिँ अब स्कुल यताउता जानु दाइ फेरि कता जानु हो थाहा छैन। त्यही अब हामी चाहिँ अब टक्क होइन कौसर लाएर होइन काठमाडौँको देखाउनु पऱ्यो हजुरहरूलाई। टक्क हो हामी चाहिँ एकचोटि रास्तामा हिँड्नुपर्छ, भेट्नुपर्छ। थावलक त धेरै पछि भिडियो गराएपछि त के बोलौँ कसो गरौँ भन्ने भयो छोरालाई त ठुलो ल। ठुलोको अवस्था ऊ पनि देखिसक्नु होइन, अहिले चाहिँ ठिक एन्ड फाइन हुनुहुन्छ। ठिक छ अहिले जे होस् होइन, त्यस्तो मामारी यताउता त्यस्तो टाइपको छैन। त्यही नै हो। हाम्रो यहाँबाट नानीले मोबाइल चलाइरहेको थियो, यहाँबाट यता उहाँ मोबाइल त। त्यही हो साथी हो। अब चाहिँ हामी न्यू रोडतिर जान्छौँ होला। अनि त्यतिर रास्तामा भेट्नुपर्छ चट्टोसँग। अब दाइ र म हुन्छ कि को हुन्छ होइन, एकचोटि रास्ता भेट्नु ला। धेरै पछि भिडियो बनाएको त धेरै एक्साइटेड छ हो थाहा भयो लाग्दा। ल एकचोटि रास्तामा ल साथी हो। म चाहिँ होइन टेकुमा छु चट्ट होइन। हाम्रो चाहिँ न्यू रोड गएर आएको। न्यू रोड चाहिँ अनि किन गएको भन्दा अनि थाहा भइसक्नु होला। तर लिएर माल त लिएर आइयो होइन टक यस्तो खाले। तर यो चाहिँ लिएर आइयो होइन, तर यसको नट लिनु बिर्सेछ क्या हाम्रो चाहिँ। हेर्नु न यहाँ लाग्ने नट त्यति भयो। अहिले म चाहिँ होइन किन त्यहाँको भिडियो गराएन यताउता भन्नुभयो होला है। टक्क हाम्रो चाहिँ त्यहाँ पार्किङ छैन नि त न्यू रोडमा। पार्किङ त छ होला, अब त्यहाँ पार्किङ गरेर राख यताउता गर्दा ढिला हुन्छ। अनि त्यसले गर्दा चाहिँ हाम्रो सामान किन्न थियो। मैले चाहिँ राइड हानिरहेको थिएँ। अनि ट्याक्क म गाडीमा बाइकमा बस्ने अनि दाइ गएर अनि भित्र गएर सामान लिएर आउने त्यस्तो गरिरहेको थियौँ। अनि त्यसले गर्दाखेरि
यत्रो कपडा पनि किनियो अनि त्यो किनियो अनि टक्क म बाइकमा बस्ने अब पार्किङ यस्तो महानगरले त अब बालिनको सिट यहाँ त अनि महानगरले त उठाइदिइहाल्छ सामान गाडी त बाइक त अनि त्यसले गर्दा चाहिँ म के अरे बाइकमा बस्ने अनि दाइ चाहिँ सामान लिएर आउने गरिरहेको थियौँ गर्दा त्यसको नट ल्याउन बिर्सेछ क्या यस्तो भेजा भयो अब दाइको अब अहिलेखेरि हाम्रो बेलुकाको 5 बज्न लागिसक्यो अनि दाइको जिम जाने बेला नि हुन लागिसक्यो क्या अनि त्यो नट ल्याउन फेरि भोलि अब उता पाइयो अनि पाइहाल्यो नत्र फेरि भोलि फेरि धाउनु पर्ने भयो गाह्रो छ गाह्रो अनि हामी चाहिँ आज दुई भाइ सौरभ दाइ र म आएको थियौँ सौरभ दाइ चाहिँ उता फोनमा बिजी बिजी हुनुहुन्छ तर एउटा नटले गर्दाखेरि भोलि फेरि आउनु पर्ने भयो क्या तर यहाँ पाउँछ कि पाउँदैन भन्ने कुरा उहाँ पाइयो भने त ठिकै हो होइन फेरि यहाँ आऊ तेल खर्च यार झ्याउ छ नि त टक्क अहिले चाहिँ हाम्रो टक्क टायर बाइकको टायर फेर्न लाग्यो नयाँ टायर अगाडिको टायर फेर्न लाग्यो कस्तो हावा लाग्यो यार त्यही हो साथी हो अब उहाँ पाइयो भने त्यो नोट हाल्नुपर्ने हुन्छ अब राइड चाहिँ दाइले हान्छ अब बल्ल मैले बाटोको भिडियो ल्याउँछु अब त्यो नोट भएको भए म यहाँबाट राइड हानेर आफै भिडियो बनाउँथेँ ट्याक्क उसमा धेरै दिन भयो नि त अनि हेलमेटमा नराखेको गोब्रो ल साथी हो हामी चाहिँ निक्लिने यहाँदेखि चट्ट होइन हाम्रो न्यू टायर पनि आइसक्यो अब दाइले राइड हान्ने हुन्छ बबाल अहिलेसम्म त मैले राइड हानिरहेको थिएँ अनि त्यही भएर भिडियो नलिएको टक्क गोब्रोको अगाडि त्यसमा गोब्रो राख्न पाएँ दाइ राख्नु लगै लिनु बिर्सेछ होइन भोलि अब उता पाइयो भने पाइहाल्यो होइन अब यहाँ नजिक त पर्थ्यो होइन तर फेरि दाइ फेरि जिम जाने बेला हुन लागिसक्यो त्यही भएर बाइक चाहिँ दाइलाई छोडिनु पर्ने हुन्छ फेरि टेको होइन यहाँ तर मलाई चाहिँ केही पनि थाहा छैन होइन दाइले अब बाइकमा यता लेफ्ट राइट भन्नुहुन्छ त्यही फलो गर्ने हो म त्यही हो यहाँ आएपछि त्यही हो 1 वे 2 वेमा यस्तैमा झुक्किन्छु होइन बिस्तारै बानी पर्छ अब थाहा होला काठमाडौँ हुन्जेलसम्म यही बाइकमा राइड हान्छ अब जाम कति परिने हो यहाँको टाइम लाग्छ दाइ रुममा पुग्न 15 मिनटमा रुम अब दाइको चलाक मामाको लास्टै डर छ यार काठमाडौँमा हट भएर पट भएर सेक्सी भएर अनि यो चाहिँ हाम्रो अफिस टाइम हो नि त छुट्टिने टाइम त्यसले गर्दा चाहिँ जाम चाहिँ बेलुकामा त बवाली जाम हुन्थ्यो हेर्नु न त्यस 15 मिनटको बाटो लाग्छ आधी घन्टा धेरै होइन त बेलुका 5 बजी बस्दा यस्तो छ यत्न रुक्यो फेरि पल्तिर गरेर जाम पर्छ त्यहाँ रुक्यो फेरि पल्तिर गरेर जाम पर्छ जामले त विपत्ता पार्छ हो 5 बजी बस्दा कता हो एकैछिन रोक्नुहोस् नआत्तिनुहोस् म त पुरा रोइला छु कि रोइला जताडो लगे पनि होइन केही थाहा छैन भित्रभित्र घुमाउँछ कहाँ घुमाउँछ मलाई यो काठमाडौँ गल्ली चिन्नलाई त लाग्छ 1 महिना कति लाग्छ त है काठमाडौँ सबै चिन्नलाई गल्ली थाहा पाउनलाई 1 महिना लाग्छ होइन धेरै डुल्न पर्छ गाह्रो छ पठाउ अब कहाँ आइयो मलाई थाहा छैन कहाँ आइयो दाइ फुलचोकको कहाँ हो थाहा छैन त्यो पनि यहाँ त सोध्ने रुममा जानु कति टाइम लाग्छ भन्दै बाटो हजुर अब 5 मिनट यस्तै गरेर सोध्ने हो थाहा नभएपछि फुलचोक कहाँ कुन कहाँ होइन
साथी हो लास्ट थाक्यो साथी हो है हामी चाहिँ बजार होइन त्यो पिन खोज्दै हिँडेको बान्सोरतिर लाग्यो त्यहाँ पनि भेटाइएन हिँड्दै दाइ आएर फेरि बाइकमा दाइ जिम जानुभयो हामी हिँड्दै त्यो पिन खोज्न मात्र गएको कोही भेटाइएन अब भोलि चाहिँ फेरि न्यु रोड जानुपर्ने हो कि अनि लास्ट दुःख अब एउटै त्यो होइन कति 30-40 रुपियाँ कति पर्छ होला त्यो पिनलाई त्यसको लागि फेरि न्यु रोड अनि आज चाहिँ लास्ट थकेला हिँडेर होइन बान्सोर पुगेर आइपुग्यौँ घर आइपुग्यौँ होइन बोल्दा पनि कस्तो भयो कि त्यही हो अब खानासाना खाएर भत्रको पल्टिने आज डह्रो निद्रा लाग्छ अनि आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सनु ल यो थाहा होला चाहिँ नबिर्सनु ल आज चाहिँ गुड नाइट बाई बाई